हेलो गाइज, हेलो। हामी चाहिँ बिरयानीको लागि स्पेसल बनाउँदैछौँ आज आगोमा। बिरयानी स्पेसल प्याज फ्राई हुँदैछ। यो चिकन भयो है, 1.5 किलो चिकन। यता टमाटर छ। खाने मान्छे यता विशेष गेस्ट हाम्रो। हजुर चाहिँ म है उता कटिङ मेरी त गर्ने सब रेडी गर्ने पर्छ गाइजहरू। यो कस्तो भएको छ कमेन्ट गर है, छिटो छिटो कमेन्ट गरिहाल्नुहोस्। नचलाएर आगो धेरै चाहिँ थोरै चलाएर पनि हो बाँकी छ हाम्रो। कस्तो रहेछ, म आफै पनि बनाउँदैछु है गाइस। मेरो हातको कस्तो हुन्छ अब हेर्नु होला सबैले। के हो यो? जिरा धनिया है। यो चाहिँ चिकन बिरयानी मसला जे हाले पनि हुन्छ है। दुई हाले पनि हुन्छ, म एउटा हाले पनि। तिमीले भनिसकेपछि हामी चाहिँ यतातिर बिरयानी मसला नखाने चिकन मसलाहरू पनि हाल्नु। मासु पनि हालिसकेको छ होइन। ओद्दा त भन्नु ओद्दा त ठुलो ठुलो साइज जस्तो खुट्टाको ठुल्ठुलो मासु होइन, तपाईँले गोलिहाल्छ पानी निस्किन्छ। ओद्दा है गाइस, ओद्दा भने अदुवा 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 पनि हाल्नुपर्ने हुन्छ है। यसरी सेकेर लुगा फालेर चलाउनु त हाल्छ। लेग पिस हुन्छ। अदुवाको पेस्ट अदुवा र लसुनको पेस्ट खासमा अब लसुन छैन, पात मात्रै छ, त्यही भएर अदुवा मात्रै। अनि यो बेसार नुन र बेसार
मसलाको चाहिँ उठेर बनाउने क्या बसी बस्ने मोबाइल लाग्यो सरी गाइस हजुर तपाईँहरूकोमा सरी तपाईँहरूको छान्ने 2 टुक्रा भयो अब ल यो खुसीको कुरा अरे त्यो पातलो छ कि यार दोरी हाल्छ देख्छु कि पातलो छ कि दोरी हाल्छ 5-10 मिनट भिजाएर अनि बिरयानी चामल बिरयानी चामल अनि यहाँ के गर्ने पानी अनि लङ सुक्ने यो चामलले पानी उम्लेपछि यो चामल हाल्ने यसमा हालेर अनि 50% जति पकाउने चामल यसमा कति टाइमसम्म बनाउनु कति मिलिलिटर त्यस्तो के छ कि छैन यस्तो म आफ्नो अनुमानमा गर्छु त्यस्तो लिटर सिटर चाल्दैन आफूले नापेर गरेर नि हुन्छ अब अरूलाई गाउँदाखेरि घरमा कतिजना हुनुहुन्छ के एडभाइस हुन्छ कसरी एडभाइस कसरी गर्नुहुन्छ कसरी सिकाउनुहुन्छ हजुर जो हाम्रो घरहरू हुन्छ नि त कुक परेन मैले अरूको भिडियो हेरेर बनाएको हो के सिकाउन चाहनु अब म त केही सिकाउनु चाहन्न रेसिपी हेर्नुहोस् आफ्नो अर्कोमा जति आफ्नो फ्यामिलीजना आउनुहुन्छ त्यो अनुसारले बनाउनुहुन्छ ल बिग्रियो भने हो जाने के गर्नु यसको जिम्मेवारमा छैन मेरो उ होइन नि त मेरो के भन्छ त्यो फुडको हो क्या के अरे फुड मेरो त रेसिपीहरूको यो च्यानल होइन नि त नर्मल भ्लग हो त्यही भएर के एडभाइस दिन चाहिएन ठिक छ यो अल्ल जस्तो छ अलि पानी किन त्यो मासु चलाएकोले चामल चलायो नि झन् मिठो टेस्ट आउँछ टेस्ट चाहिँ दामी दिन्छ यसो उम्लिसकेपछि फेरि चामल एड गरिदिनुहोस् एकछिन 5-10 मिनट भिजाएको चामल हो है पखालेर राम्रोसँग तातो पानीमा त्यहाँ के हालेछ त्यो सबै त्यो लङ सुक्ने त्यो बास्ना आउनु मिठो हुन्छ कि त्यस्तै मिठो मिठो खानु हुँदो रहेछ त्यही भएर हजुर मोटाउनुहुन्छ होला है के भन्न चाहनुहुन्छ यो कुरा जति खाए पनि मलाई नि जानु है यसमा नो कमेन्ट नगर्नलाई नो कमेन्ट जति खानु डायट यस्तो हो पहिला पानी खाए पनि मोटाउँथेँ गाइजहरू हजुर बुढा त मोटो हुनुहुन्छ पहिला म डायट गर्थेँ बेलुकामा रोटी खान्थेँ म धेरै मोटा खाँदा अहिले अब यस्तो छ मोटाउनलाई के गर्नु पर्छ नि सोच्नु पर्छ हो कि साँच्ची पहिला म डायट गर्थेँ बिहान उठेर रनिङ गर्थेँ समीक्षा म दुब्लाको चाहिँ कसरी मोटाउने दुब्लाको फेरि यो दुब्लाको फेरि अटोमेटिक हो कुनै डायट नगरिकन कुनै एक्सर्साइज नगरिकन पछि गएको छैन त्यसमा के गर्ने छोराछोरी पार्नु त्यसपछि आफू देख्नु ल है स्पेसल भिडियो हाम्रो कुकम्यान चाहिँ बन्दना पछि पैसा नखानुलाई आगोमा काम गर्छु आगोमा पानी पनि केही फरक पर्दैन निकालेर मासु पिसोरी ठुल्ठुलो छ नि त त्यही भएर यस्तरी माछासँग है चामल चाहिँ राम्रोसँग पाकेको छैन कि त्यही भएर वाउ सो टेस्टी डिलिसियस होला जस्तो छ है फेरि
यस्तो भएको छ है बिरयानी रेडी भयो गाइस हल्का गिलो भएछ नेभर माइन्ड हल्का हुन्छ यस्तो